सो हे एभ्रिवान, सबैजना कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है। सो यो चाहिँ तिहार पछाडिको एउटा सेकेन्ड भिडियो हुन्छ होइन। सर्ट भिडियो त हालिरहेको थिएँ, टिका पछाडिको सेकेन्ड भिडियो हुन्छ है। सो टिका पछाडि मैले यो सेकेन्ड भिडियो हाल्छु। लङ भिडियो हाल्दै थिएँ, लङ भिडियोमा के भएको अचेलभरि राम्रो रेस्पोन्स नै आइरहेन क्या। सो है सबैजनाले चाहिँ लङ भिडियोमा चाहिँ अलिकति राम्रो रेस्पोन्स दिनु पऱ्यो है। भिडियो भनेको त आइहाल्छ। सो अहिले चाहिँ म नाइट आउट हिँडेको है। सो होइन बाहिर हिँड्नलाई मजा लाग्छ क्या। रातिमा हिँड्नु भनेको एकदम बेस्ट क्या। कालो मान्छेले त झन् बेस्ट नै हुन्छ, किन भन्दाखेरि झन् कालो मान्छेले कुरो देखिन्छ नि त। सो त्यही भएर चाहिँ नाइटमा हिँड्नलाई एकदम बेस्ट हुन्छ। सो अनि म चाहिँ एकछिन मासतिर गएर आउँछु। अनि अब त्यही हो होइन, लङ भिडियोमा चाहिँ अलिकति रेस्पोन्स दिनु पऱ्यो होइन। रेस्पोन्स नभएर भिडियो हाल्नै कस्तो मन लाग्दैन है। सो त्यो भएर चाहिँ मैले हिजो आज चाहिँ सर्ट भिडियो हालेको थिएँ होइन। सो अब चाहिँ त्यही हो होइन, त्यहाँ पछाडिको लङ भिडियो हुन्छ एउटा। अनि सो त्यही हो, सबैजनाले हेरिदिनु है, सब्सक्राइब गरिदिनु है च्यानललाई। सो म चाहिँ अलिकति माथि पछाडि भेट्छु है। सो होइन म चाहिँ अलिक माथि आइसकेँ होइन। सो के खाएको भन्नु होला होइन, बरफ खाएको चाहिँ म जाडोमा नि बरफ खानु मेरो बानी भइसक्यो। सो त्यही हो होइन। अब तपाईँहरूलाई राम्रो एडिट गरेर देखाउनु हुन्थ्यो होइन, देखाउनु त त्यसै नै म माथि गएर बोल्छु अलिकति यहाँ अँध्यारो आयो। अनि सो अनि होइन, अब तपाईँहरूलाई होइन राम्रो क्वालिटीको भिडियो दिन मन लाग्छ होइन। फोन राम्रो छैन होइन, त्यही मैले अब एडिट राम्रो हुन्न नि त। त्यस्तै म एडिट गर्न जान्दिनँ, भर्खर स्टार्टिङमा नि त। सो अब एडिटिङको बारेमा धेरै कुरा सिक्नुपर्छ। यत्तिकै भनेर एडिट गर्नलाई के गाह्रो छ र भने जस्तो हुन्छ है मान्छेहरूलाई। तर एकदम धेरै गाह्रो छ एडिट सिक्नलाई होइन। सो त्यही हो होइन। सो अनि तपाईँहरूको तिहार कस्तो भयो है? हाम्रोतिर त अब ठिकै भयो, टिका सिका लाग्यो, त्यही हो होइन। पनि अब राम्रो भयो, अस्तिको दिन भनेको त्यही हो होइन, टिका सिका लाग्यो, बस्यो। अनि सो अहिले चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ होइन, नदेख्नु होला रोड छ त्यसकै मुनि छु म होइन। यहाँ यता बस्नलाई चाहिँ एकदम बेस्ट छ क्या। राति हिँड्नुहुन्छ भने तपाईँ यति पनि नाइट आउट गर्नुहुन्छ भने चाहिँ होइन, बेलुका हिँड्नको लागि चाहिँ यहाँ एकदम धेरै। त्यही हो, अब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है सबैजनाले। तपाईँहरूलाई मनोरञ्जनको भिडियो चाहिँ म ल्याउने प्रयास गर्छु। अब किन भन्दाखेरि यो चाहिँ स्टार्टिङमा अलिकति मेरो चाहिँ टिमवर्क छैन नि त। सो अहिले त्यही भएर चाहिँ साह्रो मैले लागि चाहिँ राम्रो भिडियो चाहिँ ल्याउन सकेको छैन है। सो केही छैन, तपाईँहरू टेन्सन नगर्नु, भिडियोलाई हेर्दै गर्नु है, सब्सक्राइब गर्दै गर्नु, बाँकी भनेको त भइहाल्छ। अनि तपाईँ सोच्नुहुन्छ होला नाइटमा चाहिँ भिडियोले किन बनाउँछ, नाइटमा मात्रै भन्ने सोच्नुहुन्छ होला होइन। सो म अब दिउँसो चाहिँ खासै हिँड्दिनँ नि त। सो त्यही भएर चाहिँ म नाइटमा मात्रै भिडियो बनाउँछु होइन। त्यही हो होइन, यस्तै छ, चलिरहेछ है। बाँकी भनेको चल्दैछ, तपाईँहरू भिडियो हेरिदिनु है। अनि अब मैले आज सर्ट भिडियो हालेको थिएँ होइन, लङ भिडियो हालेको छैन। सो अब हाल्छु आज बेलुकालाई चाहिँ लङ भिडियो भन्छ होइन। दिउँसोमा चाहिँ मैले सर्ट भिडियो हालेको छ होइन। सो त्यही हो, भिडियोलाई हेरेर होइन लाइक सेयर सब्सक्राइब गरिदिनु होइन, बाँकी भनेको भइहाल्छ। सो म चाहिँ अब तलतिर जान्छु होइन। सो तलतिर पुगेर भेट्छु फेरि है। सो म चाहिँ तल आइसकेँ होइन। अनि राम्रो भिडियो बनाउँछु भन्छ होइन, अब जहिले पनि त्यस्तै यस्तो मात्रै भन्ने चाहिँ राम्रो होइन। त्यही पनि केही छैन, देखि राम्रो भिडियो बनाउँछु होइन। अनि आज चाहिँ अलिकति अब नराम्रै गयो भने भिडियो ठिकठाकै भयो। तपाईँहरूलाई कस्तो लाग्छ हेरिदिनु है।
त्यही हो बाँकी भनेको त। अनि के भएको है म साँच्ची अब गोरो भएको हो कि होइन लाइटमा बसेर गोरो देखेको हो कि थाहा छैन होइन। जे भए दुइटै राम्रो छ। सो अनि अब नाइट आउट हिँड्नलाई चाहिँ राम्रो हुन्छ है, अझ साथमा गर्लफ्रेन्ड हुनुपर्छ है यस्तो बाटोमा। सो राम्रो हुन्छ यस्तोमा हिँड्नलाई चाहिँ।